एकदमै भाइरल चर्चामा रहेको श्रीकेश ओइल हेयर ओइल चाहिँ हामीले अर्डर गरेका थियौँ र यो चाहिँ आइसकेको छ। श्रीकेश जडीबुटीबाट बनेको भनेको छ। त्यसपछि कपाल झरेर एकदमै समस्या बनायो, कपाल फुलिरहने रहेछ भनेको पिट्रोलको कमीले भन्छन् के अरे। अब त्यही आयुर्वेदिक मिश्रणबाट बनेको भएर धेरैजनाले युज गर्दा चाहिँ राम्रो छ भनेको भएर चाहिँ हामीले पनि फर्स्टचोटि युज गर्नु लागिरहेछौँ। अब भोलिपछि त्यसको रिजल्ट के आउँछ त्यो चाहिँ पछि बनाउँला। अहिले चाहिँ यसको भित्र पनि यसरी यो चाहिँ के रहेछ, यो मसाज गर्ने केही होला सायद कपालमा, कोर्ने सिस्टरको ओइल तेल लगाएपछि होला। श्रीकेश यस्तो खालको रहेछ। हेर्नुहोस् त भित्र पनि त्यो जडीबुटीहरूको जरा के देखिरहेको छ, पातहरू पनि देखिरहेको छ, सिड्सहरू जस्तो पनि छ होइन। अब हेर्दा चाहिँ एकदमै त्यो फोहोरहरू जस्तो पनि देखिरहेको छ। थाहा छैन अब त्यो त्यसकै रस होला सायद। 21-22वटा चिजहरूको चाहिँ मिश्रण के देखियो के अरे हेर्दाखेरि। ल थ्याङ्क यू। अब यसको रिजल्ट चाहिँ आइसकेपछि अझ धेरै गरौँला। अहिले चाहिँ अब यो चर्चाको भरमा